हुन्छ नमस्ते फेपुलो तासिदीले आज चाहिँ हेर्नुहोस् न हाम्रो चाहिँ यहाँनिर घरबाट भनौँ न यो चाहिँ मैले खिड्कीबाट बनाउँदैछु घरबाट हेर्नु न यस्तो डेन्जर पहिरो गएर चाहिँ परदेखिको वरासम्म हेर्नुहोस् न हेर्नुहोस् न पहिरो चाहिँ यहाँ डेन्जर गइरहेको छ चारपट्टि नै हामीले यहाँनिर हाम्रो घर मुनि पनि डेन्जर भइरहेको छ चाहिँ हाम्रो घरदेखि नै पहिरो चाहिँ आएको छ हो हाम्रो घरदेखिको यस्तो पहिरो झरेर चाहिँ यहाँनिर यस्तो भएर चाहिँ यहाँनिर डल्लै नागथानहरू पनि पुरेको छ सधैँ हाम्रो आमाहरूले पूजा गर्ने नागथानहरू पनि सबै पुरेको छ कहाँ पो थियो भाउजू नागथान त ऊ पर रुखको मुनि थियो त्यहाँनिर पनि डल्लै पहिरो गएर अहिले यहाँनिर त्यो सबै पुरेको छ हो अब नागथानहरूमा पूजाहरू गर्छ सधैँ नजाऊ भाइ त्यता पुरा डेन्जर भइरहेको छ हेर्नुहोस् त पहिरो चाहिँ परसम्म पुगेको छ हो डेन्जर भइरहेको छ पहिल्यै मैले कतिजनालाई यहाँनिर रिक्वेस्ट गरेको नि गरिदिनु न भनेर खुट्टाधरि पनि ढोकेको कसैले पनि सुनिदिनु भएन अहिले त डेन्जर भइरहेको छ अझै मैले त टाढैबाट गर्दैछु किनभने मलाई डर लाग्छ नि त मेरो खुट्टा पनि छैन एकपट्टिको अन्त त्यो भएर डर लागेर चाहिँ अझै मैले टाढैबाटै गर्दैछु भाइ त्योतिर नडुबाई दलदलीहरू हेर्नुहोस् न कस्तो चाहिँ डेन्जर भइरहेको छ हामीलाई त कस्तो खतरा भइरहेको छ यहाँ माथिपट्टि आज्ञाले पनि हेर्नु हुँदैछ यहाँ हेर्नु न कस्तो डर लाग्दो पहिरो गएर यहाँ नागथान पनि डल्लै पुरेछ नि आज्ञा नागथान त केही छैन पुरेर केही छैन नि अब हामीलाई चाहिँ पुरा टेन्सन भिड भइरहेको छ पहिरोले उताबाट पनि गएको छ यहाँबाट पनि गएको छ हाम्रो घर चाहिँ बिचमा परेको छ हो यहाँ चाहिँ अलिक रुखले छेलेको छ म छेउमै जानु सक्दिनँ देखाउनु किनकि खुट्टाको प्रब्लम छ नि त यहाँबाट पनि गएर हाम्रो घर चाहिँ बिचमा परेको छ हामीले त्यो वाल गरेको पनि आधी नै झरेछ हामीले वालहरू गरेको थियौँ नि त त्यो पनि आधी नै झरेको छ हेर्नु न कस्तो डेन्जर चाहिँ भएको छ धन्न भगवानको दयाले हामी मान्छेलाई र हाम्रो घरलाई चाहिँ केही पनि गर्नु भएन भगवानको दयाले हो त्यही त यताबाट पहिरो आएर यता चाहिँ कसरी गयो भनेको उता सोतारी होला हौ है धन्न भगवानको आशिष हामी माथि थियो र चाहिँ हामीलाई घरहरू र मान्छेलाई चाहिँ केही हुनु दिनु भएन भगवानको दयाले हामी त रातभरि सुतेको छुइनौँ नि हौ बिहान छर्लङ्गै भइराखेको छ ऊ माथि टुप्पोबाटै गएको छ नि अब घरकै छेउबाट घर सेपेर झरेको छ नि नागथान त छैन सबै पहिरोले थिचेछ नि कसरी सफा गर्नु होला है कताबाट जान्छ अब तलबाट थिएन राम्रो बाटो बुढो ए यहाँ त डेन्जर भएको छ नि बाटो पछाडि कहीँ छैन सेप यस्तो स्टाइलले चाहिँ अब उकालोतिर घरतिर नै ढलेको छ हो अब घर छेउछाउतिर भए त अब हामी त के रहन्थेनौँ होला हेर्नु न बाटो ब्लक भएर चाहिँ यहाँनिर बाटो ब्लक भएर चाहिँ बिचरा यसरी जङ्गलको झोरी घरहरू जानु पर्दैछ हाम्रो चाहिँ सबै बाटोहरू ब्लक छ अहिले चारपट्टि नै